नमस्ते सबैजनालाई ह्याप्पी टिका छ है मेरो तर्फबाट र टिका लगाउँदाखेरि चाहिँ पैसा कति दिन्छ भनेर चाहिँ नसोच्नु होला। आशीर्वाद चाहिँ कस्तो दिन्छ भनेर सोच्नु होला। अनि फेरि टिका लगाइसकेपछि चाहिँ रुममा गएर यसो कति दियो भनेर चाहिँ नहेर्नु होला पैसा होइन। र त्यही हो, हजुरहरूले सोच्नुहुन्छ होला यही कपडामा मात्रै भिडियो बनाउँछ यो केटाले त भनेर। यसपालि दसैँमा त कपडा पनि किनिनँ साथीहरू, यस्तै छ, दुःख छ परदेशको जिन्दगी है। अनि हाम्रो सम्झे सुतिरहेछ, सम्झे चाहिँ उता दाजुहरू भएकोतिर जान्छ अरे। अनि उसको चाहिँ फाइनली एउटा सर्ट थियो, त्यो पनि हराएको छ अनि टेन्सनमा सुतिरहेछ यहाँनिर साथीहरू। म चाहिँ उठेको छुइनँ, मुख पनि धोएको छुइनँ। अब बिस्तारै उठ्छु, ब्रस स्रास गर्छु, नुहाइ गर्छु है त। अनि म चाहिँ फेरि ड्युटी जानुपर्ने छ। आज सम्झेको चाहिँ छुट्टी छ। अनि त्यही हो साथीहरू, पैसा कति दियो भनेर चाहिँ नगर्नु होला। अनि सम्झे के भन्छौ, आज टिका हो। सबैलाई ह्याप्पी टिका। सबैको घरमा राम्रो होस्, राम्रो तरिकाले टिका मनाओस्। अनि हाम्रो ह्याप्पी दसैँ। कस्तो कस्तो गयो त दसैँ? हाम्रो दसैँ चाहिँ भन्नुपर्दामा राम्रै गयो। अब खायौँ, अब खानेकुराहरू पनि खायौँ, पिउने कुराहरूको त के गर्नु, त्यो त जहिले पनि पिइन्छ। ल त साथीहरू लाइक गर्नु ल। ह्याप्पी टिका।